तपाईँ विस्तृतमा जानुहोस् किनभने कति मिनट भन्छ 2 मिनट मुख्य कुरा यसलाई केन्द्रित हुने गरी टपिक्समा स्थापना भएको कहिले त्यहाँदेखि अहिलेसम्म गरेका मुख्य कार्यहरू सुरु भयो। ओके भूमिका स्थान नगरपालिकाको नामाकरण भएको भूमि थाना मन्दिर यो खाकाबेसी खोलाको दोभानको किनारमा रहेको मन्दिरको पूजा प्राचीन कालमा द्वापर युगमा भगवान परशुरामको आदेशमा जुन जनक राजाले मिथिलामा भूमिको पूजा गरिकन माटोको पूजा गरिकन खेती गर्न सुरु गर्नुभएको थियो। त्यसपछि यहाँको थुमेली राजासँग उहाँको सम्बन्ध रहेको र त्यही प्रकृतिलाई पनि पूजा गर्नको लागि प्राकृतिकको पूजा गर्नको लागि जनक राजाको सल्लाह अनुसार यहाँको थुमेली राजाले पूजा गरेको भन्ने किंवदन्ती हामी इतिहासमा पढ्न पाइएको छ र भूमिका थानको पूजा गर्ने प्रचलन रहिसकेपछि कोटाको मन्दिरमा माथि ढाकाबाङमा रहेको कोटाको मन्दिरमा पूजा गरिसकेपछि त्यहाँ मनाएको मेढोलाई पहिला दुधधार दिने चलन थियो। मानव बस्ती समुदायमा बस्न थालिसकेपछि पहिलो घरपालुवा जनावर भेडो पाल्ने भएको हुनाले त्यो भेडोलाई माथि मनाएर यहाँ ल्याएर यहाँको शिलालाई दुधधार र धुपबत्ती गरिकन त्यहाँ काट्ने र त्यसको फुलपाती यो खाकाबेसी खोलामा सेलाउने प्रचलन किंवदन्ती अग्रजहरूले हाम्रा पाका पुस्ताहरूले हामीलाई सुनाएको र हामीले इतिहास केही खोज्दाखेरि त्यो देखिएको पाइन्छ।